ल आज चाहिँ हामी चौरी खर्काको भ्रमणमा जाँदैछौँ। सुरुदेखि लास्टसम्म चौरी खर्कामा कस्तो रहेछ के रहेछ हामी सुरुदेखि देखाउन गइरहेका छौँ। हामी चाहिँ लाग्यौँ रमाइलो गर्दै। यसरी हामी चाहिँ दोहोरी गाउँदै रमाइलो गर्दै हामी चाहिँ हिँड्यौँ चौरी खर्कातिर। अनि रातभरि दोहोरी गाएर चाहिँ चौरी खर्का हामी गाडीमा पुगिसक्यौँ। राति चाहिँ हामी 4 बजे पुगेका थियौँ। ल गाइजहरू हामी चाहिँ गाडीदेखि झरिसक्यौँ। झरेर पनि हामी चाहिँ माथि गइसक्यौँ। आएको चाहिँ 22-23 जना तर हामी चाहिँ माथि अगाडि गएको चाहिँ 4 जना मात्रै, अरू पछाडि आउँदैछन्। हेर्न सक्नुहुन्छ बिस्तारै उज्यालो भइसक्यो। अब त क्लियर देखिन लागेको केटाहरू अहिले चाहिँ हाम्रो चाहिँ हेलो गाइज 5 बजे सकेको छ। 4 बजे हिँड्ने मान्छे 1 घन्टा लाग्यो। 1 घन्टा हिँड्ने लाग्नु रहेछ। 1 घन्टा अझै लागिसक्यो। हेर्नुहोस् यस्तो ठाउँमा हामी जाँदैछौँ। अझ हाम्रो पछाडि चाहिँ धेरै मान्छेहरू आउँदैछन्। हामी चाहिँ 4 जना चाहिँ सबभन्दा छिटो हिँडेर अगाडि बढ्यौँ। हामी चाहिँ हेर्न सक्नुहुन्छ कति दामी छ। यो हुस्सु चाहिँ माथि आइपुग्यो भने चाहिँ यहाँ फोटो भिडियो बनाउन अप्ठ्यारो हुन्छ, दिँदैन, राम्रो देखिन्न। हेर्न सक्नुहुन्छ कति दामी भ्यूहरू छ। हेर्नुहोस् नेपालमै पनि यस्तो ठाउँ रहेछ मलाई थाहा थिएन। अझै हेरौँ कस्तो रहेछ। घोडाहरू पनि छन् यतातिर। अरे कस्तो छ केटाहरू फिल? मरिन्छ होला 2 दिनमा यहाँ पेटमा मुसा पलाइगयो होइन। हेर्नुहोस् न यस्तो राम्रो ठाउँमा भोकै गरे। अनि हामीले चाहिँ माथि उकालो काटिसकेका छौँ। अनि हामीले उकालो काटेर चाहिँ हामी रमाउँदै फुलहरू यताउता हेर्दै फुलहरू टिप्दै हामी चाहिँ लाग्यौँ यताउता घुमघाम गर्नतिर। फुलहरू टिप्यौँ, टिकटकहरू बनायौँ। अनि राम्रो दामी टिकटकहरू बनायौँ, नाच्यौँ। हामी जहाँनिर चाहिँ कोही पनि आएको थिएन, थोरै मात्रै आएको थिए। अनि टिकटकहरू बनाएर चाहिँ हामी घरतिर लाग्यौँ। 1 घन्टाभन्दा कम लाग्यो भने 1 घन्टा म त आउने थिइनँ यही चाल होला भने। अब कति धेरै मान्छे गइरहेछन्। हामी चाहिँ हुस्सु लागेर फर्किँदैछौँ। अनि यहाँ चाहिँ फोटोसोटो हुनु रहन्छ हुस्सु लागेर चाहिँ हामी चाहिँ फर्किँदैछौँ। अनि अरू धेरैजना चाहिँ उता जाँदैछन्। फेरि हामीले चाहिँ हिजोदेखि खाना पनि नखाएर चाहिँ हामी भोकै थियौँ। त्यो भएर अगाडि खानाको लागि हामी छिटो गयौँ। अरूभन्दा जानु त 30-35 जना गएको थियौँ। तर तिनीहरूले माथि जान ढिला गरेर चाहिँ हुस्सु सकेको थियो। हामी चाहिँ आयौँ। अझै जान टाइम लाग्ने होला, कति लाग्ने 45। हामीलाई चाहिँ माथि पुग्न टाइम कति लाग्छ भनेर सबले सोधिरहेछन्। हामी चाहिँ 4 जना चाहिँ आउनु पनि सँगै आएको थियौँ, जाँदा पनि सँगै जाँदैछौँ। हेर्नुहोस् कोही चाहिँ लट्ठी टेकेर आउँदैछन्, बसेछन् बाटोमा चाहिँ। 1 घन्टा त लागि ढुक्क लाग्छ। हेर्नुहोस् त्यो सब मोमोतिर आउँदैछन्। कति आउने रहेछन् मान्छे चाहिँ। हेर्नुहोस् न फेरि 9 बजेदेखि चाहिँ हुस्सु लागेर फोटो भिडियो बनाउनु पाइने रहेनछ। सबभन्दा बढी आउनु रहेछन्। हेर्नुहोस् जोडी मात्रै देखिन्छ। हामी त सिङ्गलै हिँडिरहेको छौँ। अरे सबैले म त हात दिने जस्तो ल जानुहोस्। कलर नानी बाबुहरू जानुहोस्। 1 घन्टादेखि माथि लाग्छ अझै। आधी पुग्यो भने म बाजी गर्छु क्या। म बाजी होइन कि हामी पुगे होइनौँ होइन, यिनीहरू पुग्दैनन् क्या। हामीहरू त कुद्या आउँछ यार। यार त्यो भगवान विष्णु Hey, say. Say.
माधव सहित आउनु भएको छ ल राम्रोसँग जानु भुइँ जाने हो टुइटोमा बस्ने हो अब बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने पालो अनि हामी चाहिँ रमाइलो गर्दै तल पुग्यौँ हामी चाहिँ पुगिसक्यौँ तल अनि खाएर चाहिँ हामी एकछिन गाडीमा बस्यौँ अरूको वेट गरेर बसेका थियौँ अरू माथि थिए र साथीहरू चाहिँ निदाएर लट्ठै भइसकेका थिए एकछिन वेट गर्ने क्रममा पनि अनि सबैजना आइसकेपछि गाडी पनि चल्यो गाडी चलिसकेको थोरै टाइमपछि चाहिँ सबैजना निदाएर चाहिँ लट्ठै भएको थिएँ अनि म चाहिँ निदाएको थिइनँ अनि यो पछाडिको मेरो भान्जा पनि निदाएको रहेनछौँ अनि मोबाइल मागेर चाहिँ भिडियो बनाइदिएँ हेर्न सक्नुहुन्छ अनि फाइनल्ली हामी चाहिँ यो चौरी खर्का भन्ने यो ठाउँ पनि घुमेर हामी चाहिँ घर आइसक्यौँ हेर्न सक्नुहुन्छ यस्तो दामी ठाउँ रहेछ हामीले चाहिँ फोटो भिडियोहरू सब बनाएर चाहिँ रमाइलो गरेर चाहिँ घरतिर फर्कियौँ हेर्न सक्नुहुन्छ यस्तो राम्रो ठाउँ रहेछ नेपालमा पनि सबैजना जानु होला ल यो भिडियो चाहिँ हजुरहरूले लास्टसम्म मन पराएर हेरिदिएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।